चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गत उपभोक्ता समितिहरूका 100 युवाहरूलाई विभिन्न प्राविधिक र नेचर गाइडको तालिम दिएको छ। चोरी शिकारी नियन्त्रण जागरण अभियानमा जोड्न तथा जैविक विविधता संरक्षणमा सहयोग पुग्ने गरी युवाहरूलाई सिपसँगै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले निकुञ्जसँगै विश्व वन्यजन्तु कोष WWF को सहयोग तथा तराई भूपरिधि कार्यक्रमको समन्वयमा तालिम दिएको हो। तालिम लिएपछि कावासती नगरपालिका वडा नम्बर 10 की 23 वर्षीय राधाकुमारी महतो पर्यटक घुमाउन जंगल जान थाल्नु भएको छ। पहिले घाँस दाउरा संकलन गर्न जंगल पस्ने गर्ने महतो हिजो आज पर्यटक घुमाउन आम्दानी गर्न जंगल जाने गर्नुहुन्छ। नेचर गाइडको लाइसेन्स लिएपछि उहाँले आफ्नो होमस्टेमा आएका पर्यटकहरूलाई निकुञ्ज घुमाउन लैजान थाल्नु भएको हो। उहाँलाई तालिमले वन्यजन्तु तथा प्रकृतिको संरक्षण गर्नुपर्ने राम्रो ज्ञान प्राप्त भएको छ। संरक्षणमा लाग्नको लागि वन्यजन्तुहरूको वासस्थानहरू यस्तो बुझ्नलाई केही आफ्नो जीविकोपार्जन गर्नलाई चाहिँ यो नेचर गाइड ट्रेनिङले वन्यजन्तुहरूको संरक्षण गर्नुपर्छ। जुन हाम्रो लोप भइरहेको हुन्छ नि गैंडाहरू, उनीहरूलाई चाहिँ बचाइराख्नुपर्छ। आफ्नो प्रकृतिको जुन संरक्षण गर्नुपर्छ भनेर चाहिँ बाली नाली हुन्छ नि, जब खेतहरू लगाइन्छ त्यहाँ आएर चाहिँ त्यो बँदेलहरूले खाने, गैंडाहरूले दुःख दिने चाहिँ यस्तो गर्छ। बुवाहरू चाहिँ जानुहुन्छ बेलुका त्यहीँ मचान हुन्छ नि, त्यस्तै मचान बनाएर बस्नुहुन्छ। अब बाली नाली खाना आएपछि त धपाउनु पर्यो नि त, त्यस्तो चाहिँ गरिन्छ। जङ्गल छिरेपछि त अब जनावरहरूबाट बच्नलाई अलि आफ्नो ख्याल गर यस्तै भन्नुहुन्छ। भरतपुर 28 जगतपुरकी सन्ध्या कुमारी महतो पनि नेचर गाइडमा रुचि भएपछि तालिम लिन आउनुभयो। नेचर गाइडको लाइसेन्स लिइसक्नुभएकी महतो अब अवसर पाएको खण्डमा यही पेसा अपनाउने बताउनुहुन्छ। मैले चाहिँ बारिस्टा सिकेँ। पहिला चाहिँ घरमा चाहिँ म त्यत्तिकै बसिरहन्थ्यो। अहिले चाहिँ बारिस्टा सिकेर एउटा हातमा के अरे सिप आएको छ। त्यो हुन्छ अरे अब बारिस्टा नि राम्रोसँग सिकेर हामीले 2 महिना तालिम पनि सफल पार्न सक्यौँ। अनि हामीले सिकेको ठाउँ चाहिँ कान्तिपुर भरतपुर वडा नम्बर 9 मा सिकेको। जीविका आर्जनको लागि केही उस गरिदिनु सहयोग गरिदिनु भन्नुभयो। अब यस्तै साथी मिलेर चाहिँ हामीले एउटा सानो पसल खोल्ने जान गएछौँ। पहिला चाहिँ हामीले यस्तै होटलहरूमा गएर सानोतिनो जब गर्छौँ। मेरो समुदायबाट चाहिँ म एक्लै हो, यो तालिम राम्रै हो भन्नुहुन्छ। रतननगर 9 चितवनकी सहना प्रजाले सिटिभिटीको बारिस्ता कोर्स पुरा गर्नुभयो। हातमा सिप भएपछि उहाँले अब साथीसँग मिलेर यसै सम्बन्धी पसल खोल्ने योजना सुनाउनुभयो। परिवारको राम्रो साथ पाउनुभएकी उहाँले तालिमपछि थप दक्षता प्राप्त गर्न होटलमा काम गर्ने बताउनुभयो। आइटीमा स्नातक भरतपुर महानगरपालिका वडा नम्बर 27 स्थित मेघौलीका मनोज भट्टराई आफूलाई इच्छा लागेको नेचरमा काम गर्न पाउँदा खुसी हुनुहुन्छ। 28 वर्षीय भट्टराई हाल तालिम प्राप्त नेचर गाइड हुनुहुन्छ। कुनै बेला वैदेशिक रोजगारमा जानुभएका भट्टराई अहिले आफै होमस्टे सञ्चालन गरी विदेशी पर्यटकलाई निकुञ्ज घुमाउनुहुन्छ। हालसालै अहिले 21 दिनको तालिम जुन माडीमा सम्पन्न भयो, त्यहाँबाट चाहिँ म नेचर गाइड बनेर निस्केको हो। र यो नेचर सम्बन्धी म पहिले नै इच्छुक थिएँ, तर चाहिँ मैले जुन यो अवसर पाएँ त्यसपछि म यसैमा रोजगार पनि भएँ र अहिले मेरो आफ्नै सानो होमस्टे पनि मैले सञ्चालन गर्न भइसकेको छु। र यस विषयमा म अरूहरूलाई नै के भन्छु भन्दाखेरि मेरो पहिला चाहिँ विदेश जाने सोच थियो, तर चाहिँ के थियो भन्दाखेरि म पहिला आइटी सेक्टरको स्टुडेन्ट हो। यो फिल्डमा चाहिँ नेचर लभर भएको भएर यसमा इच्छुक राख्ने, तर चाहिँ मध्यवर्तीले चाहिँ मलाई चाहिँ त्यो विषयमा सहयोग गर्यो र यो च्याम्पियनमा पनि म भाग लिने गर्थेँ। त्यस हुँदाहुँदै बिस्तारै मैले अपर्च्युनिटी पाएँ र अहिले म एकदम धेरै नै खुसी छु। पछिल्लो समय संरक्षणमा दिगो रूपमा जैविक विविधता संरक्षणमा युवाहरूलाई सिपसँग जोडेर आय आर्जनमा सहभागी बनाउनका लागि निकुञ्ज क्षेत्रका 5वटा उपभोक्ता समितिका 100 जना युवाहरूलाई तालिम दिएको हो, जसमध्ये 77 जना युवाहरूलाई सिटिभिटी अन्तर्गत रहेर वारिस्ता, कुक, बेकरी, ब्युटी पार्लर, एसी, फ्रिज मेकानिक लगायतका तालिम प्रदान गरिएको र 23 जना युवाहरूलाई नेचर गाइडको तालिम दिएको थियो। सीता ढकाल गैंडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएका खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले
मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले। भगवानले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गत उपभोक्ता समितिहरूका 100 युवाहरूलाई विभिन्न प्राविधिक र नेचर गाइडको तालिम दिएको छ। चोरी शिकारी नियन्त्रण जागरण अभियानमा जोड्न तथा जैविक विविधता संरक्षणमा सहयोग पुग्ने गरी युवाहरूलाई सिपसँगै रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले निकुञ्जसँगै विश्व वन्यजन्तु कोष WWF को सहयोग तथा तराई भूपरिधि कार्यक्रमको समन्वयमा तालिम दिएको हो। तालिम लिएपछि कावासती नगरपालिका वडा नम्बर 10 की 23 वर्षीय राधाकुमारी महतो पर्यटक घुमाउन जङ्गल जान थाल्नु भएको छ। पहिले घाँस दाउरा सङ्कलन गर्न जङ्गल पस्ने गर्ने महतो हिजो आज पर्यटक घुमाउन आम्दानी गर्न जङ्गल जाने गर्नुहुन्छ। नेचर गाइडको लाइसेन्स लिएपछि उहाँले आफ्नो होमस्टेमा आएका पर्यटकहरूलाई निकुञ्ज घुमाउन लैजान थाल्नु भएको हो। उहाँलाई तालिमले वन्यजन्तु तथा प्रकृतिको संरक्षण गर्नुपर्ने राम्रो ज्ञान प्राप्त भएको छ। संरक्षणमा लाग्नको लागि वन्यजन्तुहरूको के अरे वासस्थानहरू यस्तो बुझ्नलाई केही आफ्नो जीविकोपार्जन गर्नलाई चाहिँ यो नेचर गाइड ट्रेनिङले वन्यजन्तुहरूको संरक्षण गर्नुपर्छ। जुन हाम्रो लोप भइरहेको हुन्छ नि गैँडाहरू, उनीहरूलाई चाहिँ बचाइराख्नुपर्छ। आफ्नो के अरे प्रकृतिको जुन संरक्षण गर्नुपर्छ भनेर चाहिँ बाली नाली हुन्छ नि, जब खेतहरू लगाइन्छ त्यहाँ आएर चाहिँ त्यो बँदेलहरूले खाने, गैँडाहरूले दुःख दिने चाहिँ यस्तो गर्छ। गुवाहरू चाहिँ जानुहुन्छ, बेलुका त्यहीँ मचान हुन्छ नि, त्यस्तै मचान बनाएर बस्नुहुन्छ। अब बाली नाली खान आएपछि त धपाउनु पर्यो नि त, त्यस्तो चाहिँ गरिन्छ। जङ्गल छिरेपछि त अब जनावरहरूबाट बच्नलाई अलि आफ्नो ख्याल गर यस्तै भन्नुहुन्छ। भरतपुर 28 जगतपुरकी सन्ध्या कुमारी महतो पनि नेचर गाइडमा रुचि भएपछि तालिम लिन आउनुभयो। नेचर गाइडको लाइसेन्स लिइसक्नुभएकी महतो अब अवसर पाएको खण्डमा यही पेसा अपनाउने बताउनुहुन्छ। मैले चाहिँ बारिस्टा सिकेँ। पहिला चाहिँ घरमा चाहिँ म त्यत्तिकै बसिरहन्थ्यो। अहिले चाहिँ बारिस्टा सिकेर एउटा हातमा के अरे सिप आएको छ। के भन्छ अरे अब बारिस्टा नि राम्रोसँग सिकेर हामीले 2 महिना तालिम पनि सफल पार्न सक्यौँ। अनि हामीले सिकेको ठाउँ चाहिँ कान्तिपुर भरतपुर वडा नम्बर 9 मा सिकेको। जीविका आर्जनको लागि केही सहयोग गरिदिनु भन्नुभयो। अब यस्तै साथी मिलेर चाहिँ हामीले एउटा सानो पसल खोल्ने जान गएछौँ। पहिला चाहिँ हामीले यस्तै होटलहरूमा गएर सानोतिनो जब गर्छौँ। मेरो समुदायबाट चाहिँ म एक्लै हो, यो तालिम राम्रै हो भन्नुहुन्छ। रतननगर 9 चितवनकी सहना प्रजाले सिटिभिटीको बारिस्ता कोर्स पुरा गर्नुभयो। हातमा सिप भएपछि उहाँले अब साथीसँग मिलेर यसै सम्बन्धी पसल खोल्ने योजना सुनाउनुभयो। परिवारको राम्रो साथ पाउनुभएकी उहाँले तालिमपछि थप दक्षता प्राप्त गर्न होटलमा काम गर्ने बताउनुभयो। आइटीमा स्नातक भरतपुर महानगरपालिका वडा नम्बर 27 स्थित मेघौलीका मनोज भट्टराई आफूलाई इच्छा लागेको नेचरमा काम गर्न पाउँदा खुसी हुनुहुन्छ। 28 वर्षीय भट्टराई हाल तालिम प्राप्त नेचर गाइड हुनुहुन्छ। कुनै बेला वैदेशिक रोजगारमा जानुभएका भट्टराई अहिले आफै होमस्टे सञ्चालन गरी विदेशी पर्यटकलाई निकुञ्ज घुमाउनुहुन्छ। हालसालै अहिले 21 दिनको तालिम जुन माडीमा सम्पन्न भयो त्यहाँबाट चाहिँ म नेचर गाइड बनेर निस्केको हो। र यो नेचर सम्बन्धी म पहिले नै इच्छुक थिएँ, तर चाहिँ मैले जुन यो अवसर पाएँ त्यसपछि म यसैमा रोजगार पनि भएँ र अहिले मेरो आफ्नै सानो होमस्टे पनि मैले सञ्चालन गर्न भइसकेको छु। र यस विषयमा म अरूहरूलाई नै के भन्छु भन्दाखेरि मेरो पहिला चाहिँ विदेश जाने सोच थियो, तर चाहिँ के थियो भन्दाखेरि म पहिला IT सेक्टरको स्टुडेन्ट हो। यो फिल्डमा चाहिँ नेचर लभर भएको भएर यसमा इच्छुक राख्ने, तर चाहिँ मध्यवर्तीले चाहिँ मलाई चाहिँ त्यो विषयमा सहयोग गर्यो र यो च्याम्पियनमा पनि म भाग लिने गर्थेँ। त्यस हुँदै बिस्तारै मैले अपर्च्युनिटी पाएँ र अहिले म एकदम धेरै नै खुसी छु। पछिल्लो समय संरक्षणमा दिगो रूपमा जैविक विविधता संरक्षणमा युवाहरूलाई सिपसँग जोडेर आय आर्जनमा सहभागी बनाउनका लागि निकुञ्ज क्षेत्रका 5वटा उपभोक्ता समितिका 100 जना युवाहरूलाई तालिम दिएको हो, जसमध्ये 77 जना युवाहरूलाई सिटिभिटी अन्तर्गत रहेर वारिस्ता, कुक, बेकरी, ब्युटी पार्लर, AC, फ्रिज मेकानिक लगायतका तालिम प्रदान गरिएको र 23 जना युवाहरूलाई नेचर गाइडको तालिम दिएको थियो। सीता ढकाल गैँडाकोट 1 नम्बर। मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने, पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने। सरकारी हस्पिटलमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन। त मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएका खबरहरू मैले धेरै सुनेकी थिएँ। अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले
मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ। हाम्रो लागि यो भगवानले दिएको वरदान हो भन्छु कि मैले। भगवानले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।